सपनामा पनि उहाँहरूसँग राम्रोसँग बोल्न र बस्न पाउँदिन। अलक्षिना तँलाई छक्कसम्म सुत्न लाज लाग्दैन? मैले काम गर्ने मान्छेको पैसा पनि तिर्नु पर्दैन। आफूले जसरी चाह्यो त्यसरी काम लगाउन पनि सक्छु। साला अनाथ मेरो पैसाले। तपाईको पैसा त यही गोजीमा पो रहेछ त। मैले त त्यो पाँचको गोजीमा पो राखेको रहेछ है पैसा। भुसुकै बिर्सिएछु नि। गरिब हुनु, बेसहारा हुनु र अनाथ हुनु यो संसारमा त अभिशाप नै रहेछ। साउजी तब कति मोबाइल चलाएर बस्नु भएको? यो रामकाइलेले त तपाईँको पसल सघा बनाउने भयो। यातले भ्वाक्क हिर्काएर भैँसीको चाकबाट छिरेर मुखबाट निस्किने गरी मार्नुपर्छ। म हिँडी माइत तेरो भएर तै बस। एक गिलास तातो पानी तताएर लिएर आइज त। मारो बच्चाले होइन, तेरो काम गर्ने ढङ्ग छैन। तैँले मलाई मार्न खोजेको। आज तँलाई नमारी छोड्दिन। किन आउनु पर्यो तिमीबाट भन्न? किन भए पनि यहाँ आउनु न। ल ल के भयो? किन बोलाएको? त्यसलाई किन पिटेको त्यसरी? मर्नी गरेर पिटेर हुन्छ? तँ धेरै बढी नबोल। कहाँ जानु खोजेको? यहाँ बस्नु न। तपाईँले के गर्न खोजेको भनेको? किन त्यसरी त्यसलाई मर्नी गरेर पिटेको? त्यसलाई मारेर घरको काम कसले गर्छ? म चाहिँ सक्दिनँ यो सबै घरको काम गर्न। यो घरको सबै काम तपाईँले गर्ने हो भने चाहिँ मार्नु त्यसलाई। म केही पनि भन्दिनँ। घरमा काम गर्ने मान्छे राखौँ भने पैसा दिनुपर्छ। त्यही माथि हामीसँग अहिले पैसा पनि छैन। बरु यसलाई भोलिबाट घरको सबै काम गराएर बाहिर काम गर्न पठाऊ। तपाईँलाई पनि मान्छेसँग कसरी फाइदा उठाउनु पर्छ भनेर केही पनि थाहा छैन होइन? त्यसै रिसाको मात्रै छ। तैँले ठिक भनिस् बुढी। त्यसलाई यति छिटै मार्नु हुँदैन। त्यसको फाइदा उठाउनु पर्छ। ल ल मेरो उता कोठामा काम छ, म गएँ अहिले।
अनाथ तँ यहाँ माथि आइज त। पहिले मलाई त्यत्रो भकभक उम्लेको पानीले पोल्दिएको रिस अहिलेसम्म मरेको छैन। यसको बदला त म एक दिन लिएरै छाड्छु। तँलाई अझसम्म मेरो रिस मरेको छैन। यसको हिसाब किताब बाँकी नै छ। पक्रास् तँलाई। आमा बुवा, तपाईँहरूले मलाई किन यस्तो राक्षसहरूको पिच्छामा छोडेर जानुभयो? मलाई पनि तपाईँहरूसँगै लिएर जानुभएको भए भइहाल्थ्यो नि। यहाँ त जनावरलाई गरेको व्यवहार भन्दा नि नराम्रो व्यवहार मसँग गरिरहेका छन्। यो संसारमा त मेरो लागि बोलिदिने कोही पनि रहेनछ। यो संसारमा त ठुला बडा को मात्रै कुरा चल्दो रहेछ। न त म गाउँमा गएर कसैलाई हार गुहार नै माग्न सक्छु, न त पुलिसमा गएर केही कुरा भन्न नै सक्छु। काकाको त ठुला ठुला मान्छेहरूसँग चिन्जान छ। यदि मैले यो सबै कुरा भने झन् मेरो ज्यान धरापमा आउँछ। बरु मलाई यसरी कुटी कुटी राख्ने हो भने बरु मलाई मारिदिए नि हुन्थ्यो नि। होइन, म यसरी रोएर हुँदैन। मैले हार मान्नु हुँदैन। मैले आफ्नो लागि आफै लड्नुपर्छ, आफै बोल्नुपर्छ। यसरी जिन्दगीसँग नै हार मानेर अरू अगाडि हाँसोको पात्र बन्नु हुँदैन। अब म हार मान्दिनँ। आफ्नो लडाई आफै लड्छु। कति सजिलै भन्छन् यिनीहरूलाई के थाहा मेरो मनको पीडा भनेको देखाउन हुँदैन भन्ने मैले थाहा पाइसकेँ। पीडा भनेको त आफ्नै मनभित्र दबाएर राख्नुपर्छ भन्ने कुरा पनि थाहा पाइसकेँ। यदि मेरो आमा बुवा पनि यो संसारमा हुनुभएको भए म पनि यसरी नै स्कुल गइरहेको हुन्थेँ। नयाँ नयाँ साथीहरू बनाउन पाउँथे। तर के गर्नु, भगवानले नै मेरो भाग्यबाट खुसी भन्ने शब्द मेटाइदिनु भएको छ।
यस्तो रोमान्टिक गरिरहेको बेलामा बिचमा आएर डिस्टर्ब गरेको होस् त। म उसको साथी हो। के भनिस्? त आज मर्न खोजेको होइन? तँलाई म आज यही मारिदिन्छु। तैँले चाहिँ होइन, मैले चाहिँ तँलाई मार्छु होला। मेरो हातमा तीखो हँसिया देखिनस्? तँ अझै यहाँ बसिराखिस् भने तँलाई यही हँसियाले टुक्रा टुक्रा पारेर काट्छु। यहाँबाट तँ गइहाल, जा भनेको सुन्नुहोस्। आज त तँ बाँचिस्, यसको बदला म कुनै दिन लिनेछु। पख तँलाई। धन्यवाद साथी, म यो तिम्रो गुण कहिले पनि बिर्सेन छैन। आज तिमी यहाँ नभएको भए त्यो राक्षसले मसँग के गर्थ्यो त्यो म कल्पना पनि गर्न सक्दिनँ। तिमी आज भगवान बनेर आयो साथी। तिम्रा बाआमा कति धन्य रहेछन् तिमीलाई यति राम्रो संस्कार दिनुभयो। साथी, मेरो आमा बुवा कोही पनि हुनुहुँदैन, म अनाथ हो। मलाई मेरो यो संस्कार त मेरो कर्मले दिएको हो साथी। मलाई मेरो सपनामा सबैलाई मद्दत गर्नु, कसैलाई हेला नगर्नु र जीवनमा राम्रो काम गर्नु भनेर मेरो सपनामा आमा बुवाले भन्नुहुन्छ साथी। अनि तिमीलाई कसले पाल्नुहुन्छ? कोसँग बस्छौ? काका काकीसँग बस्छु साथी। तर मेरा काका काकी राक्षसभन्दा कम छैनन्। मलाई त जनावरलाई गर्ने व्यवहार भन्दा तल्लो स्तरको व्यवहार गर्छन्। काममा पनि आफ्नो दुःख व्यथा सुनाउन थालेछु। मलाई मेरो सपनामा आमा बुवाले आफ्नो मनको पीडा मनमै दबाएर राख्नुपर्छ भनेर भन्नुहुन्थ्यो। मेरो घरमा कति काम छ, त्यो काम सकिएन भने मलाई काका काकीले मार्नुहुन्छ। त्यसैले म जान्छु है। हे भगवान, तपाईँ किन यति राम्रो र मन सफा भएको मान्छेलाई मात्र दुःख दिनुहुन्छ? आज यो साथीले मेरो ज्यान बचाएको छ। म एउटा असल साथीको नाताले उसलाई आशीर्वाद दिन्छु। हे भगवान, यो साथीको पनि चाँडै सुखको दिन आओस्। के सोचे थे जिंदगीमा के भइहाल्यो अहिले? के सोचे थे जिंदगीमा के भइहाल्यो अहिले? छोडी गई मेरा रुले एक्लो भयो अहिले। छोडी गई मेरा रुले एक्लो भयो अहिले। हे भगवान, एक्लो भयो अहिले। अब मेरो मेराहरूलाई कसरी घर फर्काउने होला? हे अल्लाह, हे अकबर, हे परमेश्वर, हे भगवान, मेरो मेराहरूलाई घर फर्काइदिनु पर्यो। अब यो साथी भाइको सङ्गतमा लागेर जुवा तास दारूहरू कुछ गर्दैन। म मेरो मेराहरूलाई केही दुख दिँदैन, तनाव पनि दिँदैन। जसरी हुन्छ मेरो मेराहरूलाई फर्काइदिनु पर्यो अल्लाह। यो साथी सङ्गतमा लागेर तास जुवा बुरा क्रम कुछ गर्दैन। के गर्दै हो घरमा? गाउँ कसलमा साथीहरू सबै बसेर सकेर टुच्च लगाउँला, तासमुस खेलौँला। जाउँ। ल ल ल, तपाईँ के छ 84 भया? तपाईँ धाँदै गर्नु, हामी दरवाजा वरवाजा लगाएर आइहालेछ। ल ल ल ल, हामी आइहालेछ। धन्न अल्लाहले बचाइहाल्नु भयो, नहीं त कसम खाए थियो त्यो बर्बाद भइहाल्थ्यो।
काकी 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 किन के भयो? मैले घरको सबै काम सकेँ। बिहान पकाएर राखेको खाना थियो। मलाई कस्तो भोक लागिरहेको छ। बिहानदेखि केही खाएको छैन। म त्यही खाना खान्छु नि हुन्छ? परेको छैन खाना साना, तैँले कमाएर ल्याइदिएको छस् र? त्यहाँ माथि गाउँको साइला दाइको घरमा काम गर्नलाई मान्छे चाहिएको छ रे, खुरुक गइहाल। म जान्छु काकी, तर मलाई कस्तो भोक लागिरहेको छ। म खाना खाएर जान्छु नि। धेरै बोलेर बस्छस्? तँलाई खुरुक्क जा भनेको सुनिनस्? गइहाल। हुन्छ काकी। तै पो हो अनाथ? हो साइला दाइ, मलाई काकीले पठाउनु भएको। अनि किन ढिला त? बाटोमा आउँदा आउँदै ढिला भयो दाइ। ए ल, भित्र के काम छ म तँलाई सब देखाइदिन्छु। ल भित्र। लाज नभएको केटा, एउटा छोरी मान्छेलाई एक्लै देख्नै हुँदैन हैन? गलत नजर लगाइहाल्नु पर्छ। दाइ दाइ तपाई तल आउनुस् त। किन बोलाको? के भयो फेरि? दाइ हेर्नुस् त, यो अनाथ केटाले मलाई गलत नजरले हेर्यो अनि छोयो पनि। ए, तैँले मेरो बहिनीमाथि गलत नजर लगाएर हात हाल्ने कोसिस गरिस् हैन? तँलाई म आज बाँकी राख्दिनँ। ल अब घरको सबै काम गर। लाइन भाइ मेरो पुरानै किताब बाँकी छ। तँसँग मेरो रिस मरेको छैन।
तँ बिचमै नबोलेको राम्रो। यसले मेरो बहिनीमाथि गलत नजर लगाएर हात हाल्ने कोसिस गर्यो। गलत ऊ होइन, तपाईँको सोच हो। यस्तो सोझो र असल मान्छेलाई गलत आरोप लगाउन तपाईँलाई लाज लाग्दैन? तपाईँलाई सम्झाउनु र भालुलाई पुराण सुनाउनु एउटै हो। हिँड साथी जाउँ। के भयो साथी? धेरै गाह्रो भएको हो? होइन साथी, केही भएको छैन साथी। कति दिन भयो केही नखाइकन काम गरिरहेको, त्यही भएर कमजोरीले होला साथी। अनि खाना किन नखाएको त? तिमीलाई पनि थाहा नै छ साथी, मेरो आमा बुवा हुनुहुन्न भनेर म मेरो काका काकीसँग बस्छु। काका काकीले मलाई यति हेला गर्नुहुन्छ, आफ्नो काम पुरा नहुन्जेल र मेरो काम नसकुन्जेल मलाई केही खान दिनु हुँदैन। आज साइना दाइको घरमा काम गरेर पैसा ल्याइसकेपछि मात्रै खाना खान दिन्छु भनेर भन्नुभएको छ। मैले आज त्यहाँ काम गरेको, तर मलाई झुटो झुटो आरोप लगाएर मलाई पैसा पनि दिएनन् साथी। आज मलाई काका काकीले मार्ने भयो। तिमी चिन्ता नलिऊ साथी, तिमीलाई केही पनि हुँदैन। यी लौ यो पैसा, तिमी केही किनेर खाऊ। धन्यवाद साथी, तिमीले गरेको यो गुण म कहिले पनि बिर्सिने छैन। म पनि कहिले बिर्सिने छैन साथी। साथी, मलाई घर जान ढिला भइसक्यो, म घर जान्छु है। ओइ आइस, अनि कति लिएर आइस त पैसा? ₹30 लिएर काकी। जाबु 30 रुपियाँ मात्रै लिएर आइस कि अरू पैसा लुकाएर राखिस? होइन काकी, मलाई यति मात्रै दिएको हो। ल ल भइगयो, काका बाहिर जाने रे, काकाको सर्ट आइरन गरिदे। हस् काकी। त्यो पैसा चाहिँ यहाँ ले। अनाथ, ए अनाथ, अनाथ, अनाथ। हजुर काकी। कस्तो होला, यसलाई जति बोलाए पनि सुन्दैन भनेको। कस्तो पानी प्यास लागेको छ के? एक गिलास पानी लिएर आइज त। हुन्छ काकी। ओहो, के हो?
डढेको डढेको गन्ध आउँछ त के डराइस् फेरि तैँले डढेको गन्ध आउँछ त के डढाइ खै छोडे सबै सर्ट त डढाइहालेछ नि अलक्षी न काकाको यही एउटा मात्रै राम्रो सर्ट थियो त्यही पनि डढाइदिएछ होइन कुकुर आइरन कसरी गर्नुपर्छ तँलाई म सिकाउँछु नि Oh